साथीहरू हेलो साथीहरू नमस्कार। म चाहिँ आज कोदोको ढिँडो लिएर आइसकेको छु हैन। कति भात खानु मात्रै भनेर। अनि कोदोको ढिँडो चाहिँ यदि तपाईहरुलाई कन्स्टिपेसन छ भने यसले सहयोग गर्छ हैन, टोयलेटहरु जानुहुन्न। अनि यो चाहिँ टमाटर र लसुनको अचार, फत्काको अचार, अनि यो चाहिँ हुन्छ नि पिँडालुको पात, कर्कला भन्छ हाम्रोतिर, तपाईहरुकोतिर के भन्छ कमेन्टमा लेख्नु होला। कर्कलाको रस म चाहिँ एकदमै खाना एकदमै इन्ट्रेस्टेड भइसक्यो हैन। मैले कोदो पहिला चाहिँ मलाई यस्तो ढिँडो बनाउन खासै आउँदैन थियो। अहिले चाहिँ म अलिकति जस राम्रै बनाउँछु, ठिकै खालको बनाउँछु भनौँ न। आफूलाई खानालाई ठिकै हुन्छ। म चाख्छु ल कस्तो भयो। मेरो भएको अचारमा चाहिँ अलिअलि नुन कम भएको, अलिअलि बढी भयो भने के हुँदैन थियो, तर फेरि नुन धेरै नखानु भन्छन् है। अलिअलि कम भएको कि जस्तो भएको छ, तर तरकारी छकिलो छ, त्यही भएर मिठो भएको छ, एकदम मिठो भएको छ। म चाहिँ आजकल चामल मात्रै खानुभन्दा पनि कहिलेकाहीँ कोदो, कहिलेकाहीँ मकै, कहिलेकाहीँ फापर हो जस्तो खाना थालेको छु है। ल तपाईहरुलाई कस्तो लाग्छ ढिँडो कमेन्ट गर्नु होला। बाई बाई, टेक केयर।